हेलो साथीहरू, आशिक पनि दिनुपर्छ छोरीलाई। आज चाहिँ म अलिक ढिलो भएर टिका चलाउनु छोरीलाई अब चाहिँ थालेको टिका लगाउनु। यता हाँसिदिनु त छोरी। अब छोरीलाई धेरै पैसा दिउँ भने त छैन हो। मेरो चाहिँ अब अहिले छोरीलाई लगाइदिएको अनि अब छोराको टर्न आएको। छोरा चाहिँ भने यस्तो छ हो। यो छोरालाई खालि कानमा फुल मात्रै होला, पैसा छैन ल छोरा। छैन हौ छैन। बाबाको हातमा ढोग्नुपर्छ है खुट्टामा। खुट्टामा कति कति हो पैसा पैसामा छ त हौ गाँठे छोराले त। खुट्टामा ढोग्नु। आज चाहिँ म यहाँ भाइलाई टिका लगाइदिन्छु साथीहरू। आशिक चाहिँ भने त्यति साह्रो पारा आउँदैन हो, फोनमा प्ले गरेर मात्रै आशिक गरेपछि हुन्छ डाइरेक्ट म्युजिकमा। अनि आशिक चाहिँ सबै मनभित्र छ, बेसी बोल्ने आएर पारा फेरि मान्छे होचो हुनु पनि साह्रो छ। मेरो चाहिँ बहिनीहरू लाइनसँगले टिका लगाइदिएको हाँसिरहेको छ यिनीहरू हो। आशिक चाहिँ आशीर्वाद चाहिँ भने मन मनैबाट दिएको छु बहिनीहरूलाई। दाजु चाहिँ यति साह्रो धनी छैन कि, कम्ती कम्ती दक्षिणाहरू चाहिँ म यो चाहिँ मेरो छोरी हो। छोरी भन्दाखेरि भाइको छोरी तर यो चाहिँ अलिक चट्टु चट्टु खालको बदमास बदमास खालको केटी छ कि, त्यसले गर्दा आशीर्वाद चाहिँ म मनमै दिन्छ। पैसा चाहिँ कम्ती दियो भने चाहिँ थाप्नु मान्दैन यसले चाहिँ आशीर्वाद चाहिँ। आज चाहिँ यहाँनिर भाइलाई म टिका लगाउँदैछु। अनि सालु भाइ सालु भाइ एकदम सिरियस छ त अन्त। यता चाहिँ साली, यता आउनु डुल्लु। यहाँ नानी चाहिँ सानो भाइ, यति सानो भाइ अनि सानो छोरी जेठी छोरी, यहाँ दिस छोरा। अरू चाहिँ मेरै भएको छोरा हो। त्यो बनाउने चाहिँ को भन्छ भने मेरै सिमी। मलाई पनि हेरेछ त उसले त अन्त। यता आउनु। एउटापट्टिको पहिलो लुगा लगाउने चाहिँ छोरी। भाइको छोरी हो। बहिनी त राम्रो रहेछ भन्छ भाइ। साइलाई हो त्यो पनि। अन्त आशिक चाहिँ त्यति साह्रो भन्नु जान्दैन हो, त्यसले गर्दा पढ्नु बजाएको ब्याकग्राउन्डमा बजाउनु हुँदैन हो। अन्त यो बहिनी चाहिँ केमा काम गर्छ, केमा काम गर्छ जस्तो त बोल्दैन है, फेरि अलिक कम बोल्छ। आजको लागि यति नै हो साथीहरू। त लानु पर्यो। मार्छ है म।